हेलो एभ्रिवान, आज चाहिँ मैले जेली बनाउने रेसिपी लिएर आएकी छु। भिडियो लास्टसम्म हेरेर इन्जोय गर्नुहोला। मैदा, घिउ, अलिकति इनो हालेर मैले यसलाई मिक्स गरेँ। यतिको ब्याटर बनाएपछि अब यसलाई म प्लास्टिकमा हाल्दैछु। अब लागौँ चासनी बनाउनतर्फ। आफ्नो स्वाद अनुसार चिनी हाल्नुहोला। मैले चाहिँ ल्वाङसुको मिल्कको धुलो पनि हालेकी छु। अब यसलाई राम्ररी सेप दिँदै पकाउने। मैले राम्रो बनाएको भिडियो खिच्न बिर्सेछु। अब यसरी तपाईहरुले जेली बनाउनुहोला। अब अघिको चासनीमा यसलाई डुबाउने। सबै जेलीहरुलाई त्यही प्रोसेस गर्दै डुबाउँदै जाने। रेसिपी मैले माथि त्यहाँ पनि लेखिदिएको छु, त्यही पढेर पनि गर्न सक्नुहुन्छ। आशा छ तपाईलाई यो भिडियो राम्रो लाग्यो। Don't forget to like, comment and subscribe. Thank you.